सबैले बेरी हाँस नि यी सब आज भइरहेको हो एकदम बेलुका ढुङ्गा परेर खोज्नु यस्तो पवित्र ठाउँ यस्तो फ्रेकै जग्गा तिनीहरूलाई अलिक फ्रेकै जग्गा है। अब हामीले पुलिससँग मिल्न खोज्दैन फेरि मैले अस्ति पुलिससँग मिल खोजेको क्या भयो धुनी धुनी कि नै भारतको दुःख हेर्नु मन परेर रहेछ म भन्छ है। अस्ति पुलिससँग भेट भयो के हल्ला कुनाबाट भइदिनु दिने चाहिँ हेलो हेलो छाती दुखेर अलि हो बिस्तारै गर्नुपर्ने रहेछ। पुलिस भइरहेको के न पुलिस रातो भाले दिएको पुलिस हिँडेको व्यक्तिले हानेर यो हिँड आयो कि खान्छ यस्तो दुखिरहेको छ खुट्टो के लास्टै यसरी उनीहरूले पुलिस दाइभाइहरूलाई निर्णय भएको खुट्टो कि नै। अनि अस्ति भने मैले नाइनानी ट्राफिक के बहादुर सुत्ता साँझलाई क्या गरे पुगेन बुझेको रहेको छ। नाइनानी ट्राफिक के बहादुर सोझा साँझलाई के छोप बहादुर च्याप्पा सोझा साँझलाई च्याप्प छोप बहादुर डेङ्गे आफ्नो ठाउँमा छ तर प्रहरीले सुधो सम्मान छ। अनि यो भुइँसी गोडा भन्ने ठाउँ रहेछ म त कालीकोटमा बाइकमा पहिलोचोटि आएको गाडीमा आएर सुर्खेत बाइक भुइँसी गोडा आए अस्ति है। त्यहाँ आमासँग भेट भयो के भुइँसो पालिरहेछु यस्तो रमाइलो किस्सा छ म सुनाउँछु तिमीहरूमा। यताबाट ट्याक्क आमालाई देखेँ मैले आमालाई गीत मात्रै भने के ए घरमा परल बारीमा स्याप्ला तुमले भुइँसो ब्याउला कि नब्याउला। अनि आमा पनि कालीकोट भुनेपछि त यस्तो गीतमा तगडा के फेरि घरबाट आमाले ओल्ला कुनाबाट यस्तरी भनिन् है ए रुन्छ नि मन किन रुँदैन गर दशा बिग्रियाछ ए भैरे हाम्रो भुइँसो ब्याउने हुँदैन। यस्तो खोला आमा के फेरि। अनि आज पनि सुन अघि एकजना मित्रले यहाँ यस्तो राम्रो नाचेर गए म तिनीहरूलाई गीतको बारेमा व्यङ्ग्य गर्छु है। गीत पहिलाका गीत सुन। परदेश करनाले घर मेरो जुम्ला जिल्ला परदेश करनाले झल्को आउँछ खाली आफ्नै गाउँको आफ्नै ठाउँको झल्को आउँछ खाली। यस्तो सिरियस गीत पहिलाका अहिलेका गीत सुन है। यस्तो फेरि यताका मान्छे देख्ने हेर्नु क्या यता पनि फर्किन्छु चिन्ता नगर है। यता सुन आजभोलिका गीत सायद तिमी नै पुरा फेरि गीता धिरे यस्तो अलिक फिलिङ फेरि गरौ हल्ला चाहियो हल्ला बल्ल भइरहेलाई इनर्जी आयो सुरु गर्छु ल। सायद तिमी नै हौ मेरो मुटुको धड्कन ए दुःख यता पनि सायद तिमी नै हौ मेरो मुटुको धड्कन सायद तिमी नै हौ भविष्य र वर्तमान दुनियाँको आँखा लाग्ला दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा मे गरेको कलाकारले गायो कि बाग्राले गायो थाहै छैन के फेरि। आजभोलि गीतलाई व्यङ्ग्य है हजुर। जुम्ला कालीकोट भनेको देउलामा अगाडि हो यस्ता मे गर्ने गीत नसुन्नु। अब अर्को व्यङ्ग्य सुन। कर्णाली भनेको अर्ग्यानिक प्रदेश हो त्यो भए उनीहरूले अर्ग्यानिकको बारेमा पनि थोरै भुन्नुपर्ने हुन्छ। नेपालीपट्टि अर्ग्यानिक पसल रहेछ फेरि यसको बारेमा भुन्दै गरे। आदरणीय पाण्डघाटमा पालेका आमा बुबा दाजुभाइ दिदीबहिनीहरू जेठबा जेठीआमाहरू सख्यत गर्लफ्रेन्डहरू अर्काकी गर्लफ्रेन्डहरू अनि सबैलाई अगाडि यहाँ खेल
फेरि बीच-बीचमा यो सायरी टाइप कालीकोटमा बाघ्रा राम्रै पाल्ला रहेछन् वावा त गतिले गर्यौ त एकछिन अगाडि भलिबल खेल सकियो माइक्रोफोनमा सेल सकियो घसौँ भनेको के गर्ने चमेली तेल सकियो म अर्गानिकमा आएको छु धेरै कुरा भुल्न पर्ने छ छोटो टाइममा फेरि कभर गर्नुपर्ने हुन्छ यहाँ तलिपट्टि अर्गानिक पसल छ सबजना जाऊ र जहाँ मन लाग्छ खाऊ मेरो नाममा खाऊ रुपियाँ आफैतिर अब आयोजकले भुन भनिदिए मैले भनिदिएँ तर अर्गानिकले प्रवर्धन चाहिँ गर्नुपर्ने हुन्छ है अनि अरू डाइलग कति हुनिरहेछ टिकटकमा भइरहेको हिजो अन्तर्राष्ट्रिय सहर हानेको कुनाबाट यहाँ हानिदिएको पापा नेपालभरि चर्चा छ भइरहेन राष्ट्रिय टिममा ल्याऊ अक्को गरे तर कालीकोटमा टर्की भन्ने खेलाडी पनि छुन गरे है यहाँ फेरि टर्की नामै टर्कीको लागि एकचोटि हल्ला गर्नुहोस् ए टर्की भन्ने साथी जहाँ भए पनि मैले सुन्दिया छु म पनि अन्तर्राष्ट्रिय स्तरको सटर हो टर्कीको नाममा एक भुनु हेलो मित्र टर्की पादमगढ आयो भन्दैमा न टर्की कालीकोट मात्र सर्ट देखाउने होइन मेरो जुम्लातिर पनि फर्की अब केटीको बारेमा भुनु कि नै पर यो रूपबहादुर भुन दाइ गरे आम्मा भर्खर लट्पडेछ कि के हो तर केटीलाई जवाबी जिस्टाउने पनि हुन्न है अस्ति मैले भने के दिलमा थोरै दुखाइ छ प्रिय मुटुभरि खाउँछ अब बुझ्नेले वावा भन्छ बाख्रा पाले रहेछ दिलमा थोरै चोट छ प्रिय मुटुभरि खाउँछ झ्यालबाट लुकी आऊ ढोकामा तिम्रो पाउँछ यति भनेको केटी झन् क्या कम केटीले कडा भने क्या मलाई फेरि क्या बुनी सुना फर्की नहेर कान्छा केटीले वावा भन्ने केटीको गीत हो बका पुरा भएन क्या का वावा सबलाई थाहा छ पृथ्वी गोलो छ वावा भन्ने टोकिनीको हिलोको आज थोलो छ अब आउँछ अब वावा भन्ने बेला आयो फर्की नहेर कान्छा केटीको तालैमा फर्की नहेर कान्छा केटीको तालैमा आजकल की केटी बेमानी हुन्छन् झ्यान हुन्छन् गालैमा दिन जमाना गतिलो छैन महिलाको पनि रेस्पेक्ट गरौँ सम्मान गरौँ म फेरि अन्तर्राष्ट्रिय स्तरको इङ्ग्लिस पनि बोल्दछु रेस्पेक्ट भनेको सम्मान हाँसिरहेको छु यार 8 कक्षामा 8 चोटि फेउडेर मान्छे हुनु यसको क्वालिफिकेसन कम छ इङ्ग्लिस बोलेर देखाऊ I am on the going Sherabada in the Shela site. बुझ्यौ तिमीहरू यो इङ्ग्लिस बुझ्दैनौ म नेपालीमा उल्टा गरिदिन्छु I am in the Sherabada in the Shela site. म शेराबाडाको स्यालाबाट पादमगढ आएको नि हो के बुझ मिलाएर बुझ नि त त्यस पछाडि अस्ति मैले शेरे दाइले फोन गरेको सम्झना छ कि नै हेलो शेरे दाइ यो पान्ना घाटको मेला हेरे दाइ तर आयोजकले मलाई चाउचाउ खुवाएर रातभरि छेरे दाइ म शेरे दाइसँग फोन गरिकन पनि कुरा सुनाउँछु सबैलाई काठमा आएका यो माइक पनि बेला बेला बौलिन्छ के फेरि हेलो अलि ओटो आयो भने आयो कि थाहै छैन गाह्रो छ त फेरि म भेडा चराउन आएको छु प्रिय तिमी गाई लिएर आऊ म भेडा चराउन आएको छु प्रिय पछाडि फेरि अक्कै प्रिय हेरिरहेछ यार तुम्मो बोयफ्रेन्ड मन गोदलायो डर लागिरहेछ म भेडा चराउन आएको छु प्रिय तिमी गाई लिएर आऊ भैले गुण्डा जस्तो लाग्छ भनेपछि तिम्रो दाइ लिएर आऊ तर आउन चाहिँ आऊ है प्रिय हल्का रमाइलो फेरि अनि 6-7 जना हातै आएर रुवा उक्कै दियो भने चाहिँ बर्बाद हुन्छ भइरहेको जुम्ला जान पाउँदैन
त्योभन्दा अगाडि हाम्रो एकजना मेरो मोबाइल बोक्ने केटो बसन्त कुँवरलाई यहाँ आइदिन अनुरोध गर्न चाहन्छु। शेरे दाइसँग कुरा गरेर सुनाउने विचार छ, सुनाऊ कि नै? त्यो केटो यहाँ आउन्जेलसम्म एक दुई टुक्का अरू भन्न चाहन्छु म। के भनौ र गीतमा फेरि ताली चाहिन्छ क्या भैरेलाई, ताली नभइकन त लै आउँदैन त। के भनौ र खोइ रोए कि रोए छुन जाँड खाने कि जोर। कसरी हाँस्यो हेर, यो जाँड खाएर घर स्वास्नीमा दुई बेल्टन नदिनु होला दाजुभाइहरू है, किनभने महिलाको सम्मान गर्नुपर्छ। हामी महिलाबाटै जन्मे हौ, यति हुँदैन। महिलाको सपोर्ट गर्यो भैरेले भनिकन आमाहरू पनि फुरलिकन त्यो डाडु र पुनिउले भुन्काउने काम पनि बन्द गर, किनभनेपछि यहाँ पुरुष हिंसा पनि हुन्छ। एउटा बुझिराख। त्यो बसन्त कुँवर भन्ने हिलो खाएछ थोरै पर आएछ बाबु, यताले कपाल पनि फेरि आँटिहालेछ गरेछ कि केटाले। यता यो जुम्लाबाट म यता आयो, कपाल फेरि आँटिहालेछु। मैले अस्ति एक भने नि जिन्दगीमा व्यङ्ग्य गरेको छु यहाँ। जिन्दगीमा जसको लेखा आँटी छैन, राजनीतिक पार्टी छैन, घर लाटी छैन, त्यसको कामै छैन भनेको छ नि त। यो दलहरूलाई व्यङ्ग्य हो। म शेरे दाइलाई फोन लाउँछु लाइभ। तिमीहरूले आज म भइरहेको कुराकानी भिडियोमा मात्रै हेऱ्यो, आज म लाइभ कुराकानी गरेर देखाउँछु, पक्नुहोस्। शेरे दाइ कहाँ छ? हजुर फोन लगाइरहेको छु साहब है, चिन्ता नगर्नुहोस्। पापा एक दुई सेलरोटी 6-7 हुँदैछ है पुलिस सर, चिन्ता नगर्नुहोस्। कुराकानी। हेलो शेरे दाइ। केटा कोट हुनु शेरे दाइ, म पानमा घाटमा अल्पत। तेरी दाइ यहाँ त अन्तर्राष्ट्रिय स्तरको सर्ट देखाए त, भलिबल सर्ट। अनि कस्तो हो तपाईँ? टिम दत्ता हुँदैन दाजु, आयोजकले मलाई लास्टै घाटा लागेका छन्। मैले खास गरिकन अन्तर्राष्ट्रिय सर्ट देखाउन म पान्नाघाट आएकै हो, तर आयोजकले के बदमासी गरिदिए थाहा छ? मेरो टिमको टिम दत्ता लेडिज टिममा गरिदिएछन्। यस्तो बेला हाँस्ने कि रुने शेरे दाइ? मेरो टिम लेडिजमा भयो हुनाले बाबा शेरे दाइले के भने बुझ्यौ? सर्ट त के भइलाग्दो हानेसिस गरे, हाँस गरे। अनि अरू जुम्लातिर के छ दाजु हालखबर? तपाईँले चाइनिज बोले जस्तो लाग्यो दाइ। अब तपाईँसँग धेरै कुराकानी नगरौँ। हस् दाइ हस्, अब टाइम पनि कम छ नि, गेमहरू पनि हुने छन्। मैले फोन राखेँ दाजु है। हस् दाजु हस् हस्, नाखाले काट्ने बानी छ फेरि, भिडियोमा हेर त एउटा। हस् दाजु हस् हस्, यस्तो हो फेरि फोन काट्ने स्टाइल हुन्छ नि मान्छेको। अब आयोजक कहाँ छ? टेन्सनलाई मार्दै गोली सोली नाच भइरहे, नाच गीतमा नाच देखाउ भइरहेको। ओके ल, आछु नाममा जति राम्रो लुगा लगाए पनि त्यति अराम देखिने सरसँग म जाँदैछु। हेलो सर, यसको ब्लुटुथ कनेक्ट गरिदिउँ त? ल्याउनु, म लग हानिदिउँ त? लग फेरि अप्ठ्यारो छ भइलाग्दो। रेकर्ड छ ओए नराम्रो दाइ। पछि म अन्तर्राष्ट्रिय स्तरको सर्ट देखाउँछु, कोही न हान्छ अहिले विचार हुन्छ पख तपाईँको। नराम्रो दाइ। I'm
वो राम्रो छैन ताली बजाएको खोइ त अनि यो ताली बजाउन झ्याउ लागेको मान्छेले अगाडि बसे गाला बजाए पनि हुन्छ है आवाज आउने त आयोजक मित्र यहाँ अब अन्तर्राष्ट्रिय स्तरको सर्ट देखाउन छु त्यही अनुसारको रेज यहाँ उपलब्ध गराउँ तुरुन्तै त्यसका बाजे सर्ट हेर भइरहेको हुटिङ चाहियो सर्ट आएकोलाई हुटिङ चाहियो है त्यही अनुसार सर्ट जान्छ लास्ट सर्टमा भइरहेको खतरा हान्न हो न भौतिको सर्ट आउँदैछ है अन्तर्राष्ट्रिय सर्ट हो यो अन्तर्राष्ट्रिय भ्यालुएसन सर्ट हो रेकर्ड गरे अन्तर्राष्ट्रिय सर्ट लेख्न गएपछि जुम गरेर हामी ल